आफैले खोलेर हेर्नु लानुहुन्छ भने नयाँ प्लास्टिक छैन अब हामी केही बजार भरिसके पछाडि चाहिँ अब दाइरामा चाहिँ अब यो दाइले किन्नुभयो यो गुन्द्रुक अनि खोर्सानीको बिरुवा। अब हामी यता पालिकातिर जान्छौँ। वेलकम टु ब्याक एनदर भिडियो भ्लग भिडियो साथीहरू। आज पनि आफ्टर लङ टाइम तपाईँहरू सामु यो मोटो भ्लग लिएर आइपुगेको छु। यो भ्लग चाहिँ हाम्रो यात्राको हुनेछ। हाम्रो यात्रा चाहिँ केप्लासगढी गाउँपालिकादेखि ऐसिलो खर्क गाउँपालिकासम्म हुनेछ। भिडियो के कस्तो हुन्छ साथीहरू अन्तिमसम्म हेर्नुहोस्, प्रतिक्रिया दिनुहोस्। हाम्रो यात्रा चाहिँ यहाँ ठ्याक्क यो सप्तेश्वर भन्ने ठाउँबाट सुरु हुन्छ र हामी चाहिँ अब यो फेरीतिर झर्छौँ। यहाँबाट उडालो बाटोहरू एकदम अप्ठ्यारो छ साथीहरू। बाटोहरू यस्तो खराब छ। के झरेका बाटोहरू चाहिँ एकदमै खराब छ। यसरी आजको हाम्रो यात्रा चाहिँ यसरी सुरु हुन्छ। अहिले चाहिँ हामी यो सप्तश्वरको ठ्याक्क यो थर्पु ओह्रालो जुन चाहिँ अब यो यता फेरी हुँदै हौचुर पनि जान्छ र यता माक्पातिर पनि छुट्ने बाटो छ। हामी त्यो बाटो हुँदै चाहिँ ऐसिलो खरसम्मको यात्रा हो। अगाडि गाइड चाहिँ हाम्रो खगेन्द्रले गरिराख्नु भएको छ। एकदम सुरक्षित यात्रा चाहिँ आज हाम्रो हुन्छ भन्ने लागिरहेछ। हामी चाहिँ खोला झर्न आँटेको छौँ र हामी जाने बाटो चाहिँ पारिपट्टि देखिरहेछ। र यो चाहिँ हाम्रो फेरि केप्लासगढी नै पर्छ। यो पारिपट्टि चाहिँ डिक्टल रूपाकोट मजरगढी जाल्पा हो। र यहाँदेखि अलिक उता चाहिँ फेरि हाम्रो रावाबेसी गाउँपालिका सुरु हुन्छ। उताउँदा चाहिँ खोलाको बाटो ठुल्ठुलो गाडीहरू तर्छ भने हामी चाहिँ यो सानो बाटो यसरी गइरहेको छौँ। यो चाहिँ हाम्रो ताप खोला हो। ताप खोला तरेर अब हामी पारिपट्टि लाग्नेछौँ यस्तो जिपहरू तरेर। बेसीतिर चाहिँ पुरै अब गाउँहरू पाकिसकेको छ। अनि उताबाट आएको चाहिँ रा खोला हो हाम्रो। अनि यो चाहिँ ताप खोला यहाँ चाहिँ ठ्याक्क मिसिएको छ। अब हामी चाहिँ केही अगाडि गएर फेरि अब पक्की पुल छ त्यस पछाडि हामी उकालो लाग्नेछौँ। यो पारीको पुल चाहिँ तर हामी पारी जान्छौँ। यो रावाबेसी ऐसिलो गाउँपालिका पारीपट्टि चाहिँ हो। अब हामी चाहिँ राखोला तरेर अलिक गइसक्यौँ र यो भदौरे भन्छ यो माक्पा गाविसै पर्छ होला भन्ने लागेको छ। र यतापट्टि चाहिँ यो माथि चाहिँ लेवा हो। अनि यो बिचको यो बन्चरै खोला हो। र अब हाम्रो यात्रा चाहिँ यस्तै भइरहेको छ। एकदम बाटोहरू चाहिँ यस्तै छ। अब पाहाडको बाटो यस्तै हो। लगभग हामी चाहिँ अहिले अब माक्पा भन्ने ठाउँमा पुगेछौँ। अब त्यही एकछिन पछाडि चाहिँ हामी माक्पा पुग्नेछौँ र त्यस पछाडि हामी चाहिँ
अहिले घर ठाउँमा पुग्नेछौँ के कस्तो हुन्छ साथीहरू। यस्तो छ बाख्राको गाउँ, एकदम राम्रो छ, बसेको गाउँ छ। लगभग माक्पा हामी आइपुगेछौँ यसरी, त्यही माक्पा हो। 7 नम्बर वडा कार्यालय यहाँनिर छ। हुन्छ यताबाट आउँदा निस्किने चाहिँ हुन्छ। कसरी रहेछ? कसरी रहेछ भाइ? 45 रुपियाँ। ए कहाँ लगेको? पाल्नै लगेको? टिकटक टिकटक पैसा खका बजार आइपुगेछौँ हामी चाहिँ। यसरी बजारहरू यसरी देख्न सकिन्छ। बजार त यता हो। ल हामी केही घन्टाको यात्रा पछाडि फेरि यता आइपुगेछौँ वैशाखको बजार। पन्ध्र छ आज चाहिँ दाइरामा चाहिँ यता यसरी बजार घुम्दैछौँ। घुम्नको लागि जाँदैछौँ, अब तयारी हुँदैछ। अब कस्तो हुन्छ बजार तपाईँहरूलाई देखाउने नै छु। ए ए हो अलि निकै लाने भए मिलाएर दिन्छु है, लैजाऊ। कहाँ फलेको अदुवा यो? अदुवा कसरी हो? ए हजुर मुला हो। ठुलो हुन्छ अनि मात्रै छोड्नु पर्छ। कति बोट छ? हाम्रै जस्तो अहिले चाहिँ अब खोर्सानीको बिरुवा पनि कुरा गर्दै हुन्छ।
ठुलो रहेछ र ठुलो रहेछ र कि 10 रुपियाँ घटिन आउँदै ल उद्घाटन पनि गरिदिनु भयो र यो ऐसिलो खर्क बजारमा आउँदै गर्दा अब खोर्सानीको बिरुवा पनि किन्नु भयो दाइले हजुर अक्कबारे खोर्सानी अब फलाएर हामीले खाने यसरी बजार एकदम भिडभाडै लाग्दो रहेछ यहाँ पनि बुढीहरू कसरी भन्छ यता चाहिँ खुकुरी चाहिँ हाम्रैमा ठिक रहेछ है राम्रो के हजुर यो मासु काट्ने रहेछ है यो चाहिँ मासु काट्ने दाउरा छ कसैले खोर्सानीको बिरुवा कहाँ रहेछ हजुर खोर्सानीको बिरुवा यहाँ जान्छ बेसीको राम्रो छ बनगाउँका हुन् कसरी छन् हजुर राम्रो यी बनाउँछ कि कहाँ 50 रुपियाँमा 3 माना पाउँदा हातैमा छ होइन ल हुन्छ जोडी बनाउनु हुँदैन फेरि यताबाट जोडी बाँधेर गइन्छ यो लिनु ल भयो 3 माना भयो नि त लिनु तपाईँसँग मसिनो पैसा छ अब हामी केही बजार भरिसके पछाडि चाहिँ अब दाइरामा चाहिँ अब यो दाइले किन्नुभयो यो गुन्द्रुक अनि खोर्सानीको बिरुवा अब हामी यता पालिकातिर जान्छौँ पाठा ल्याउनु भएको बिल अस्ति बुधबारबाट लगेर रोपेको तपाईँको सबै खाइदिइसक्यो यो चाहिँ हाम्रो ऐस्लो खर्क गाउँपालिकाको प्रशासनिक भवन हो नजिकै छौँ हामी चाहिँ अहिले यात्रा चाहिँ हाम्रो दाइरा मेरै हो आज चाहिँ यसरी जाँदैछौँ साह्रै राम्रो बनेको रहेछ भवन यस्तो छ है यसरी आज संयोगवश हामी बजार भर्ने नै आएको छौँ होइन दाइ खाना हजुर यो चाहिँ ठाना छ यो इलाका प्रहरी चौकी इलाका प्रहरीका यहाँ इन्सपेक्टर हुन्छ होइन दाइ हजुर इन्सपेक्टर अनि हामी चाहिँ यता यो भवनतिर जाँदैछौँ ऐस्लो खर्क गाउँपालिकाको भवन ल छ बन्ने क्रम जारी रहेछ युवा
बजार पस्ने गेटनिर चाहिँ एउटा मन्दिर पनि रहेछ। छनौटा मात्र रहेछ। साउनी यो बदाम कसरी हो? राम्रै छ नि होइन? राम्रो छ हामी खाइरहन्छौँ त खानेलाई राख्ला नै यो सबै खोज्छ हामीले अहिले खाएको ए हो हेर्दा त राम्रो देखिँदो रहेछ कसरी अरे? 100 रुपियाँ। ल एउटा लगेर खाउँ है त हामी पनि। गलियो घुम्दा घुम्दा गलिन् त। यो चाहिँ मन्दिर अब सक्न नि बाँकी रहेछ। पुरै राम्रो डिजाइनमा बनिराखेको रहेछ। यस्तो रहेछ। ल अब यो मन्दिरमा पनि केही छ कि भनेर सुचारै नै भएको छैन। अब हामी चाहिँ फर्किनेछौँ केही समय पछाडि। यसरी यो पनि घुमिसक्यो, बजार घुमिसक्यौँ र पालिका पनि हामी पुगेर आयौँ। पालिका बन्ने क्रमहरू जारी रहेछ र बजार चाहिँ यही ठाउँमा लाग्दो रहेछ। एकदम राम्रो लाग्दो रहेछ। सानो सानो भए पनि तर सबै आइटमहरू पाउँदो रहेछ ठुलै बजारको जस्तो। ल अब हामी चाहिँ ऐश्लोखा गाउँपालिकामा आएर यसरी हाम्रो कान्छाकोमा बारबारा सपमा चाहिँ यसरी कपाल काट्न लागेको छौँ। मेरो पनि काट्ने हो, दाइको पनि काट्ने, एकैचोटि काटेर जाउँ भन्ने कुरा अब यहाँबाट चाहिँ गाउँपालिका अध्यक्षज्यूसँग भेट भए पश्चात चाहिँ अब यसरी हामीले यसरी काटेर जाने सल्लाह गऱ्यौँ। भाइ तेल कहाँ पाउँछ नि? तेल पर यहाँदेखि सिधै ल यता चाहिँ हो चाहिँ आरी ब्यागको ल हामी चाहिँ तेलको खोजीमा यसरी निस्किरहेको छौँ ऐश्लोखा बजारमा। रातो घर कता छ? रातो घर अरे रातो घर के गर्दै हुनुहुन्छ? अहिले पर देख्दा कता लाग्नु तेल लाएर तेल यता छ अरे हजुर, तेल यता छ अरे। रातो घर यता छ अरे भन्ने सुनेको। अनि यता आउँदैछ हामीहरू। यहाँ पेट्रोल ल्यायो, पेट्रोल ल्यायो। ल त्यस पछाडि अब हामी चाहिँ यो खाजासाजा खायौँ। अनि त्यस पछाडि सलाद पनि राम्रै खुवाउनु भयो हाम्रो साउनेले। अनि अब चाहिँ हामी केपिलासगढतिर अब फेरि हाम्रै गन्तव्यतर्फतिर लाग्नेछौँ। ल अब चाहिँ हामी यसरी खाजा खाइसके पछाडि अब यो बाहिर निस्केर अब खगेन्द्रराईमा छौँ। त्यही भएर अब चाहिँ अगाडि बढ्छ फेरि हाम्रै गन्तव्यतर्फ। त्यस पछाडि अब हामीहरू अब लिम्बू दाईसँग अनि हुलाकी छोरा अरे उहाँसँग भेटियो। अनि त्यसपछि अब फेरि हामी अगाडि बढ्ने क्रम जारी छ है हजुर। ल अब चाहिँ हामीले यसरी गाउँलेबाट यसरी अगाडि बढिसकेका छौँ र अब हामी फेरि वहीँ ठाउँमै पुग्नेछौँ। बिस्तारै तरिकाले अब हाँक्नुहुन्छ हाम्रो दाइले। एकदम सुरक्षित तरिकाले चाहिँ अब घर पुऱ्याउनु हुन्छ भन्ने चाहिँ आशा लागेको छ होइन हजुर? ल हजुर ल है ल है अब हामी लाग्यौँ। बाई बाई। ऐश्लोखा
अब हामी बजार पनि भऱ्यौँ, पालिका भवनतिर पनि गयौँ। अनि त्यस पछाडि अध्यक्षज्यूसँग गिरेन दाईसँग पनि भेटाइयो। अनि त्यस पछि फेरि अब हामी चाहिँ घरतर्फै फर्किँदैछौँ। भिडियो अन्तिमसम्म हेरेर साथ दिनुभयो साथीहरू, के कस्तो लाग्यो प्रतिक्रियाहरू दिन नबिर्सनुहोस्।